साथीहरु आजको यो भिडियोलाई चाहिँ सिम्पल भिडियो हो भनेर स्किप नगरिदिनु होला किनभने यो कथा चाहिँ हाम्रै नेपालका लोकप्रिय पत्रकार भाग्य नेपाली सरको बारेमा हो जो अहिले हालैमा मात्र बेंगलोर आइपुग्नु भएको छ। अहिले चाहिँ म बेंगलोरमा छु र बेंगलोरमा यहाँ धेरै जनासँग भेटघाट भएको छ। सबैलाई नमस्कार। र उहाँ अहिले घुम्दै हुनुहुन्छ, कहिले विधानसभा त कहिले कुपन पार्क मानिसहरुसँग भेट्दै र वास्तविक कथाहरुलाई चाहिँ क्यामेरामा कैद गर्दै हुनुहुन्छ। पत्रकारबाट भ्लगरको यात्रा किन रोज्नु भयो त बेंगलोर र अहिले उहाँको नेपालीहरुसँगको भेटघाट कस्तो छ त, अहिले कहाँ बस्नुहुन्छ त उहाँ, सबै कुरा थाहा पाउनुहुन्छ। त्यसैले यो भिडियोलाई चाहिँ अन्तिम समय हेरेर सबैले साथ दिनु होला। हाम्रा भाग्य नेपाली सर चाहिँ हाम्रो हिजो अस्ति मात्र बेंगलोर आइपुगेका हुन्। बेंगलोर आइपुग्दा नयाँ सहर, नयाँ ठाउँ, नयाँ माहौल, तर एउटा कुरा चाहिँ सामान्य, त्यो हो नेपालीपन। उहाँ बेंगलोर आउनुको उद्देश्य सिर्फ घुमफिर मात्रै होइन, यहाँ बसोबास गर्नुहुने नेपालीहरूसँग भेट्ने, उनीहरूको जीवनशैली बुझ्ने र भिडियो ब्लग मार्फत चाहिँ दुनियाँलाई देखाउने। जुन दिनदेखि चाहिँ भाग्य नेपाली दाइ यता बेंगलोर आउनुभयो त्यो दिनदेखि सडकमा हिँड्दै नेपालीहरूसँग मिठो कुराकानी गर्दै, कहिले क्याफे कहिले रेस्टुरेन्टतिर हिँड्दै ब्लग सुट गर्दै गरेको देखिनुहुन्छ। उहाँको ब्लग चाहिँ सिर्फ क्यामेरा अगाडि बोल्ने मात्र होइन, मानिसको कथालाई सुन्ने, मानिसको स्ट्रगल बुझ्ने र भावनालाई क्याप्चर गर्ने हो। बेंगलोरमा चाहिँ धेरै नेपालीहरू बस्नुहुन्छ र भाग्य नेपाली दाइ आएदेखि धेरै दाजुभाइ दिदीबहिनीहरूसँग भेटघाट गरिसक्नु भएको छ। कोही आइटी सेक्टरमा काम गर्दै हुनुहुन्छ भने, कोही होटल रेस्टुरेन्ट लाइनतिर काम गर्दै हुनुहुन्छ, कोही बिजनेस गर्दै हुनुहुन्छ भने, कोही स्टडी गर्दै हुनुहुन्छ, कोही ड्राइभर गर्दै हुनुहुन्छ। हरेक मान्छेको कथा अलग छ, तर यहाँ भावना चाहिँ एउटै छ, त्यो हो परिवार र भविष्य। भाग्य नेपाली दाइले चाहिँ के भन्नुभयो भने चाहिँ बेंगलोरमा चाहिँ धेरै नेपालीहरू छन् र एकअर्कामा सबै जोडिएका छन्, एकअर्काले साथ सपोर्ट गर्छन् र सुख दुःख साटासाट गर्छन् र धेरै मानिसहरूसँग भेटघाट गरे र उनीहरूसँग गफ गरे, बसेर कुराकानी गरे, सङ्घर्षका कुराहरू गरे, सपना सङ्घर्ष सबै कुराकानी गरेर चाहिँ उहाँले भन्नुभयो कि जहाँ गए पनि हामी नेपाली एउटै हो, नेपाली एक हो हामी। बेंगलोरमा चाहिँ कतिको मिलिरहेछन् नेपालीहरू, अब यहाँ बस्ने बसोबास गर्ने नागरिकलाई थाहा होला होइन, नेपालीले नेपालीले गर्ने व्यवहार के छ र कतिको साथ सपोर्ट हुन्छ, दुःख सुख कतिको साटासाट गर्छन् होइन, समस्या पर्दा कतिको साथ सपोर्ट आउँछ भने यहाँको बसोबास गर्ने मान्छेलाई थाहा छैन। तर भाग्य नेपाली दाइले चाहिँ यही कुरा लाग्यो, उहाँले चाहिँ यही कुरा भन्नुभयो भने एकदम उहाँको चाहिँ पत्रकारिताबाट सुरु भएको यात्रा आज भ्लगिङसम्म आइपुगेका छन्। पहिला कलम समात्थे त अहिले क्यामेरा समात्छन्, तर उद्देश्य भने एउटै छ है, सत्य र कथा। भाग्य नेपाली दाइ आवाज नभएका मान्छेहरूको आवाज बन्न चाहन्छन् र वास्तविकता कुरालाई देखाउन चाहन्छन्। यता आएर उहाँलाई लागेको कुरा, बेंगलोर धेरै ठुलो सहर छ, सङ्घर्ष पनि धेरै ठुलो छ, तर अवसर पनि उत्तिकै छ, अपर्च्युनिटी पनि धेरै ठुलो छ र धेरै छ अपर्च्युनिटी। र सबैभन्दा ठुलो शक्ति भनेको उहाँले भेटेका नेपालीहरूको माया नै हो। तपाईँ पनि बेंगलोरमा हुनुहुन्छ या विदेशमा हुनुहुन्छ, याद राख्नुहोस् कि हामी नेपाली जहाँ गए पनि एक्लो हुँदैन, जहाँ गए पनि त्यही घर हो हाम्रो होइन। आफ्नो कथालाई चाहिँ बोल्नुहोस् होइन, भन्नुहोस्। क्यामेरा सानो छ तर सपना धेरै ठुलो हुन सक्छ। यदि हजुरहरूलाई पनि भाग्य नेपाली सरको चाहिँ बेंगलोरको यात्रा र नेपालीहरूसँग भेटघाटको भ्लग भिडियोहरू मन पर्यो, राम्रो लाग्यो उहाँको काम भनेपछि यो भिडियोलाई चाहिँ लाइक गरिदिनुहोस् र मनमा कोही सवाल या मनमा केही कुरा छ भने कमेन्टमा भन्नुहोस् होइन। यो कुरा साथीहरू, यदि तपाईँहरू यो च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने प्लिज भिडियोलाई लाइक गरेर चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होइन। यदि बेंगलोर जब रिलेटेड, बिजनेस रिलेटेड, साइड इन्कम आइडियाजहरूको बारेमा चाहिँ तपाईँले जान्न चाहनुहुन्छ र खोजिराख्नु भएको छ भने चाहिँ युट्युबमा गएर चाहिँ ओरिजिनल हरिश गरेर सर्च गर्नुहोस् होइन, मेरो मेन च्यानल आउँछ होइन। त्यहाँबाट चाहिँ हजुरहरूले बेंगलोरको जबको बारेमा के छ, बेंगलोरमा जब अपर्च्युनिटीहरू के छ, के कस्तो अवसर चलिरहेको छ होइन, अवस्था के छ होइन, मान्छेले कसरी के गर्ने भन्ने सबै सम्बन्धित रिलेटेडहरू पाउन सक्नुहुन्छ। ओरिजिनल हरिश गरेर चाहिँ मेन च्यानललाई चाहिँ भिजिट गरेर नयाँ हुनुहुन्छ भने फेरि त्यसलाई पनि सब्सक्राइब गरिदिनु होला। ल नयाँ भिडियोमा मिलाउँला, भेटौँला नयाँ कुरामा होइन। आजको यो भिडियोमा चाहिँ यति छ, नानो इन्फर्मेसन छ। ल त भेटौँला अर्का भिडियोमा, बाई बाई।